निश्चल अवस्थालाई थाहा पायौँ कि यो ठिक्क कर्म सम्यक कर्म, ठिक्क प्रकारको कर्म, ठिक्क प्रकारको ध्यान, ठिक्क प्रकारको बुद्धि, यसले गाइडेड भएर निर्देशित भएर अगाडि बढ्यो भने त जीवन खुसी नै छ, सुखमय छ। ठिक्क प्रकारको व्यायाम भएन, ठिक्क प्रकारको कर्म भएन र ठिक्क प्रकारको समझदारी भएन भने अब फिस्लिन्छ, चिप्लिन्छ, जीवन चिप्लिँदै जान्छ, चिप्लिँदै जान्छ। चिप्लिन्छ कहाँबाट? ब्रेनबाट चिप्लिँदै जान्छ। यहाँ अवचेतन मन छ, चेतन मन छ। यो मन बडा चिप्लो छ, स्वाट्ट स्वाट्ट चिप्लन्छ। व्यायाम गर्यो भने शरीर स्वस्थ हुन्छ, हामीलाई थाहा छ। ल आज गर्दिनँ, भोलि गर्छु भन्छौँ हामीले। चिप्लियो कि चिप्लिएन? अङ्ग्रेजीमा त्यसको शब्द हो ड्रिफ्ट, चिप्लिन्छ, भड्कन्छ, भाग्छ, ड्रिफ्ट। अनि यो खानै बहुत राम्रा प्रसादहरू छन्। यति खाँदाखेरि आज खाइहाल्छु, अलि धेरै केही कुरा छैन, भोलि कम्ती गरौँला, आजैको खानाले बिगार्ने गरेवाला छ, हामी अलिकति बढी त्यो प्रसाद खाइहाल्यौँ होइन। चिप्लिन्छ, यसरी मन चिप्लिन्छ हो। अनि मन चिप्लिन्छ र हामीले गर्नुपर्ने काम भोलि भनेर टार्छौँ, नगर्नुपर्ने आजै गरिहाल्छौँ। खानुपर्ने चिज भोलि खाउँला भनेर विचार गर्छौँ, आज खाएर बिगार गर्ने खाइहाल्छौँ। मनको यस्तो अनौठाको अवस्था, त्यसलाई हामीले थाहा पायौँ हो। मनको यो अवस्थालाई थाहा पाइसकेपछि अब हामीले के थाहा पायौँ भने यसबाट मलाई नतिजा के आएको छ भन्दा दुःख आएको छ। मैले जीवनमा जे चाहना गरेको छु प्राप्त गर्न सकेको छैन, शरीर रोगी छ, यसलाई राम्रो बनाउन सकेको छैन, केही समस्याहरू छन् समाधान गर्न सकेको छैन, मेरा चाहना छन् परिपूर्ति गर्न सकेको छैन, म सुखी हुन सकेको छैन, म खुसी हुन सकेको छैन, म सन्तुष्ट हुन सकेको छैन, मेरा आरमान बाँकी रहे। जन्म 4 दिनको लिएर आएको थियो, 2 दिन हाँस खेलमा बित्यो, 2 दिन अब बाँकी छ। अब बाँकी रहेको यो 2 दिनलाई सदुपयोग मैले गर्नेछु भन्ने कुरा यदि ख्यालमा राख्यौँ भने काम हुन सक्छ। यदि त्यस्तो हामीले ख्यालमा राखेनौँ भने काम हुन फेरि पनि सक्दैन। त हाम्रो बानी के छ? एकदम चिप्लिने बानी छ। र आजबाट हामीले बुझ्नु छ कि म चिप्लिँदिनँ।